अनि हाम्रो यो खुट्टामा भनौँ दुईटा खुट्टामा हत्कटी अनि यहाँ यस्तो यहाँ हत्कटी लाएर हामीलाई जर्जियादेखि 2 घन्टा गाडीमा हिँडाल्यो। हामी त्यतिखेर फर्किनेमा 3 जना नेपाली मात्रै थियौँ त्यो दिनमा। एउटा बागलुङको थियो, एउटा काठमाडौँ होटेल थियो नेपाल टेलिकम नेरै एउटा भाइको, अनि म यहाँ रुकुमको। 3 जनालाई फर्काएर न्युयोर्क ल्यायो। न्युयोर्क तपाईँको प्लेनमा 4 घन्टा लाग्यो। 4 घन्टा लाग्यो हामीलाई। अनि के भन्यो भने त्यसले अझैसम्म हत्कटी लगाइरहेको छ। तिमीहरूसँग खाने पैसा छैन भने हामीले छैन भनिदिउँ। उसले खाना ल्याएर दियो। अनि तिमीहरूलाई अब नेपालीमा ट्रान्सलेट गरेर तिमीहरू 10 वर्षभन्दा भित्र आयौ भने अमेरिका तिमीहरूलाई यति वर्ष जेल, यति लाख रुपियाँ डलर जरिवाना हुन्छ, फर्केर पनि आयो उसले भन्यो। हत्कटी सत्कटी खोलिदियो। हामीलाई नन स्टप 18 घन्टा एयर इन्डियामा 18 घन्टा दिल्ली ल्यायो। अब जाँदाखेरि 3 महिना लागेको थियो, आउँदाखेरि 18 घन्टा पुर्याइदियो दिल्ली। जहाजभरि फर्केर आउने बेलामा के सोच्दै आउनु पर्छ? के सोच जे हुन्छ त्यही हुन्छ भन्ने सोच भयो त्यतिखेर त। फर्किँदाखेरि दिल्लीबाट काठमाडौँ एयरपोर्टमा ल्यायो 1 घन्टा 20 मिनटको। त्यहाँ फेरि यो ब्युरोको मान्छेहरू हुनुहुँदै चाहिँ हामीलाई कोठामा लिएर अनि सोधपोछ गरे। अब तिम्रो दलाल को के हो भन, हामी पैसा असुल्छौँ दायाँ बायाँ भन्नु लाग्यो। हामीले हामीलाई दलाल थाहा छैन, हामी इन्डियाबाट गएका हौँ भन्न हामीले यस्तै भनिदिउँ। भन्दाखेरि अनि हामीलाई 3 घन्टा त्यहाँ राखिदियो अनि बिहान छोडिदियो। घर फोन गरेर यत्रो 50-60 लाख तिरिरहेको छ, मान्छे बिहोस भइन फेन्टै हुनसक्छन्। त्यतिखेर अब यहाँ अब त्यही 35-40 लाख तिरिरहेको थियो। जेलभित्र अब 15-16 लाख खर्च भइरहेको थियो हेर्नु। वकिल लाउँदाखेरि स्पोन्सर लाउँदाखेरि त्यही गर्दा अब 60 भनिदिउँ न, त्यही पुगेको थियो। अनि घरतिर आइयो। अहिले घरतिर आए पनि धेरै भइगयो। अब जे हो गुजारा चलिरहेको छ। ऋण त अझै सर अब धेरै छ ऋण त। अहिले मैले अब कापीमै लेखेर राखेको छु। अलिअलि आफ्नो कति हुन्छ तिर्नसम्म अलिअलि तिरिरहेको छ हेर्नु। अब मेरै ससुराले हालिदिनु भएको छ साउ मात्रै 20-25 लाख रुपियाँ। भाइबट्टीले हालिदिएको छन् 12-15 लाख। अनि त्यसपछि अब गाउँघरको अलिअलि भनौँ छरछिमेक पर्खिनुहोस्, अब दिँदै गर्छौँ भनेको छौँ। अब कहिले हुन्छ दिने होला। कति तिरिसक्नु भयो त अहिले? के गरेर तिर्दै हुनुहुन्छ? तिर्न त धेरै तिरिरहेको छैन। अब आमा बुवा उता इन्डियातिर छन्, अब माथितिर हिमाचलतिर काम गर्ने, धेरै मजदुरी गर्ने। अनि त्यसरी आमा बुवा इन्डिया बसिआएर 6-7 वर्ष हुँदा म फर्केदेखि इन्डिया जानुभयो, अहिलेसम्म आउनु भएको ल त्यो घरमा बसेपछि दिनमा 10-12 जना साउ आउँछन् अनि बस्ने चान्सै भएन नि। तपाईँको केही नभने अहिले 80-90 गरेर साउ मात्रै होला हेर्नु। अब फेरि अन्त जाने योजना बनाउँदै हुनुहुन्छ? अब कतै भेटेपछि जाने होला, कतै अलिक युरोपतिर जाने हो कि भने कोही भेटिन्न त्यस्तो। अब कतै खाडीतिर डुक्रिने होला फेरि। अझै त्यहाँ अमेरिका त अब नसोचे भइगयो नि। अमेरिका अब 10 वर्ष तपाईँको म अमेरिका फर्केदेखि कहिले 1000 रुपियाँ त दिँदैन थियो, चामल खाने गाह्रो हुन्थ्यो। अनि अब अमेरिका जाने कसले दिन्छ र?